समयले हाम्रो हरेक सेकेन्डको हिसाब राखेको हुन्छ। तर हामी चाहिँ भन्छौँ भरे गर्छु, भोलि गर्छु, अर्को हप्ता गर्छु, अर्को महिना गर्छु, अर्को वर्ष गर्छु भन्दा भन्दै हामी बुढेसकालले छुन्छ अनि हामी यो धरती छोडेर जाने समय आइसकेको हुन्छ। अनि गर्ने चाहिँ कहिले? त्यसैले भरे भोलि समय त आउँछ, तर त्यो समय हाम्रो लागि नहुन सक्छ। त्यसकारण आजको समय, अहिलेको समय मेरो, हजुरको र हामी सबैको हो। त्यसैले हाम्रो सपनाहरू, हाम्रो सोचाइहरू पुरा गर्न छ भने अहिलेको समय नै गरिहाल्न चाहिँ उपयुक्त छ है। म फिरन्तेका गाउँहरू, नवीन राई चामलिङ। बाई बाई।